अब यो जल मैले भर राखेको छु यो गाग्रोमा पानी छ हजुर हेर्न सक्नुहुन्छ पानी छ एकछिन म दर्शकवृन्दहरूलाई त्यो गाग्रीको पानी हेर्नु भरि छ एकदम पानी तपाईले जल बुझौँ है सर यो जल यहाँ भरेर गाग्रोमा राखिएको छ अब यो जल म भगवान श्री पशुपतिनाथलाई अर्पण गर्न चाहन्छु अब पशुपतिनाथ भगवान की जय अब यो गाग्रोमा भएको जल म पशुपतिनाथ भगवानलाई अर्पण गरिरहेको छु हेर्नुस् अब यो जल म यसरी हेर्नुस् पशुपतिनाथ भगवान की जय पशुपतिनाथ भगवान की जय भनेर यो म पुरै गाग्रोको पानी जल बाल्टीमा पुरै जल मैले अर्पण गरिसके अब गाग्री रित्तो छ गाग्री रित्तो भइसक्यो अब हाम्रो शम्भुनाथ पनि काठमाडौँमै हुनुहुन्छ अब शम्भुनाथ भगवानलाई पुनः म जल अर्पण गर्न चाहन्छु अब यो शम्भुनाथ भगवानलाई जल अर्पण गर्नको लागि म अब नारायणी नदीको जल म यो गाग्रोमा भरेर फेरि शम्भुनाथ भगवानलाई अर्पण गर्न चाहन्छु भनेपछि अघि खनाइसक्नुभयो त्यहाँको पानी खनाइसके अब फेरि तपाईँ फेरि म गङ्गा जल यो नारायणी नदीको गङ्गा जल नारायणी नदीकै जल म लिएर यसमा भरिरहेको छु अनि भरेर फेरि म भगवान शम्भुनाथलाई अर्पण गर्छु अब यो नारायणी नदीको जल म अर्पण गर्नलाई यहाँ भरिरहेको छु अब यो नारायणी नदीको जल मैले यहाँ भरिसकेँ अब त्यो पानी आइसक्यो जल आइसक्यो जल मैले ल्याइसकेका छु यो नारायणी नदीको जल मैले ल्याइसकेका छु अब म यो जल हामीलाई देखाउन मिल्छ नि अब म देखाइरहेको छु एकदम यहाँ हेर्नुस् म खन्याइरहेको छु यो जल अर्पण गरिरहेको छु हुन्छ ल यो शम्भुनाथ भगवानलाई म जल अर्पण गरिरहेको छु शम्भुनाथ भगवान की जय शम्भुनाथ भगवान की जय पुनः मैले पुरै खन्याइसकेँ हो पुरै मैले खन्याइसकेँ अब हेर्नुस् अब खाली भयो गाग्री खाली भयो अब पुनः मैले अब यहाँ हाम्रो अरू पनि भगवान हुनुहुन्छ अरू भगवान यता हाम्रो कुन भगवान हुनुहुन्छ हाम्रो भद्रकाली माता पनि हुनुहुन्छ अब भद्रकाली मातालाई पनि म जल अर्पण गर्न चाहन्छु अब यो हामी बागमती नदीको जल अब बागमती नदीको जल म पुनः ल्याउन खोजिरहेको छु अघि नारायणी नदीको ल्याउनु भयो अब फेरि बागमती नदी जल ल्याउँदै हुनुहुन्छ बागमती नदीको जल म पुनः ल्याएर अब भद्रकाली मातालाई जल अर्पण गर्न चाहन्छु अब यो बागमती नदीको जल मैले यसमा ल्याइरहेको छु अब मैले ल्याइसकेँ यो जल आइसक्यो अब हेर्नुस् यो बागमती नदीको जल म भद्रकाली मातालाई अर्पण गर्न गइरहेको छु हेर्नुस् अब यो भद्रकाली माता की जय अनि पुरै मैले खन्याएँ यो त तपाईले अचम्मै गरिराख्नु भएको छ तपाई पुरै रित्तो पार्नुहुन्छ गाग्री फेरि पुरै रित्तो भइसक्यो अब पुनः मैले यहाँ कर्णाली नदीको अब कर्णाली पुग्नुहुन्छ अब कर्णाली नदीको जल म पुनः यसमा ल्याइरहेको छु अब कर्णाली नदीको जल म यसमा ल्याइसकेँ अब यो कर्णाली नदीको जल म अब यो कुन माता हुनुहुन्छ यहाँ डोलेश्वर हुनुहुन्छ डोलेश्वर भगवान अब डोलेश्वर भगवानलाई म यो जल अर्पण गर्न गइरहेको छु अब हेर्नुस् यो जल अर्पण गर्न गइरहेको छु हेर्नुस् ल हेर्नुस् अब पुनः म यो बागमती नदीको मैले जल ल्याइसकेँ अब हाम्रो नारायणी पनि पुगिसक्नुभयो कर्णाली पनि पुगिसक्नुभयो हजुर अब कोशी पुग्ने कोशी नदीको जल म यहाँ ल्याइरहेको छु कोशी नदीको जल अब कोशी नदीको जल ल्याएर अब कुन भगवानलाई चढाउने कोशी नदीको जल आइसक्यो अब यो कोशी नदी स्वयम्भू भगवानलाई पनि चढाउनु पर्यो शम्भु भगवानले ल
शम्भु भगवान की जय। यहाँ हेर्नुहोस् ल। होइन, तपाईँले त्यो सानो गाग्रो छ, अब त्यहाँनिर आम दर्शकवृन्दहरूलाई एउटा कन्फ्युजन हुनसक्छ, हजुर त्यहाँ भरि पानी थियो होला भनेर। तर म आफैले पनि हेरेको छु, पानी भरि थियो। तपाईँले अघि खनाइसक्नुभयो, पुरै तर घोप्टो 4 पटक भइसक्यो, फेरि पानी ल्याइरहनुहुन्छ। ल्याए, त्यही त जल ल्याएर म अर्पण गरिरहेको छु नि त। त्यही त हो हाम्रो यो के यसलाई तान्त्रिक विद्या। अब यो तान्त्रिक विद्याले जल अर्पण म गरिरहेको छु। अब फेरि ल्याउने हो कि अब चाहिँ? अब फेरि ल्याउन सक्छु नि त। ल्याइदिनुहोस् एकपटक फेरि। ल अब कुन नदीको ल्याइदिउँ ल भन्नुहोस्? अब गण्डकीको ल्याइदिनु। गण्डकी नदीको। ल गण्डकी नदीको जल मैले यसमा भरिरहेको छु, भरिसकेँ। गण्डकी नदीको जल मैले ल्याइसकेँ। कुन भगवानलाई म चढाइदिउँ? कृष्ण भगवान, पाटन। पाटन भगवानको कृष्ण है, पाटन दरबारको कृष्ण भगवान की जय। हेर्नुहोस् ल, धेरै धेरै धन्यवाद।